मलाई के खासै मेकअप चाहिँ गर्न आउँदैन, त्यही हल्का फुल्का कहिलेकाहीँ आफूले चाहिँ गर्छु। अनि यसरी अरूको मेकअप चाहिँ खासै गर्न आउँदैन अनेस्टली भन्नुपर्दा है। अनि यो चाहिँ मेरो एउटा साथी हुनुहुन्छ, उहाँको चाहिँ जेन्डर रिभिल प्रोग्राम थियो कि, त्यस्तो प्रोग्राम भन्नाले ठिक्क सानो घरमै हामीले गर्ने सोच गरेका थियौँ। अनि उहाँलाई चाहिँ एकदमै सिम्पल मेकअप गरिदिनु है। मलाई त्यस्तो अरू एकदमै हेभी चाहिँ मन पर्दैन, मलाई चाहिँ एकदमै सिम्पल हजुरले जस्तो सक्नुहुन्छ त्यस्तै गरिदिनु भन्नुभएको थियो है। अनि म पनि है आइनाएँ जसो तसो हुन्छ भनेर अनि ट्राई चाहिँ गरेको थिएँ। मलाई एकदमै सिम्पल लुक चाहिएको थियो, अनि त्यही भएर मैले ट्रिक लगाएर जसो तसो हुन्छ सिम्पल मेकअप चाहिँ गरिदिएको थिएँ कि है। अब त्यस्तो म मेकअप आर्टिस्ट चाहिँ होइन है, मलाई त्यस्तो पर्फेक्टली सबै कम्प्लिटली चाहिँ गर्न आउँदैन। आफूलाई जस्तो आउँछ त्यस्तै चाहिँ गरिदिएको थिएँ। मलाई यस्तो राम्रो देखेको थियो है, यति राम्रो देखेको थियो। उहाँले भने अनुसार नै हामीले सिम्पल लुक दिने ट्राई चाहिँ गरेको थिएँ। म र अनि अरू साथीहरू पनि हुनुहुन्थ्यो क्या। अनि उहाँको अनि अब यो स्पेसल डेमा है कति आफ्नो मोमेन्टहरू हरेक मोमेन्टहरू क्याप्चर गर्नु मन लाग्छ नि त। अनि त्यस्तो मोमेन्टमा चाहिँ उहाँलाई हल्का सिम्पल लुक दिने ट्राई चाहिँ गरेको थिएँ है। हेर्नु न साथीहरू, मलाई अब आइन है, मैले चाहिँ आफ्नो ट्राईले गरेको छु, तपाईँहरूलाई कस्तो लाग्छ भन्नु है। अनि उहाँको फेसमा चाहिँ मैले मेरो हातै पुरै ब्रस होइन कि, मेरो हातलाई चाहिँ ब्रस गराएर मेकअप गरिदिएको थिएँ। मलाई चाहिँ आफूले नै आफ्नो फेसमा हातैले मेकअप गर्ने भएको भएर चाहिँ मलाई कस्तो इजी लाग्छ कि, ब्रसहरू भन्दा हातले गरेको मेकअप चाहिँ यस्तो इजी लाग्छ। त्यही स्याडोहरू लगाउँदाखेरि हल्का यताउति मात्रै ब्रस युज गर्छु, ब्लसहरू लगाउँदा ब्रस युज गर्छु, नभए चाहिँ प्रायः चाहिँ मैले आफैले हातले सबै ब्लेन्ड गरिरहेको हुन्छु कि। मलाई चाहिँ ब्लेन्डर भन्दा नि आफ्नो हातलाई ब्लेन्डर गराउन चाहिँ मन लाग्छ। अनि उहाँलाई चाहिँ एकदमै यस्तो राम्रो देखेको थियो है, सिम्पल लुक भन्नुभएको थियो। हेर्नु है, अब हामीले चाहिँ मैले चाहिँ लिपस्टिक लगाइदिइसकेँ, लिपस्टिक लगाएर चाहिँ अनि उहाँको अब हेयर गराउनु थियो। अनि हेयरमा चाहिँ अनि उहाँले एकदमै सिम्पल भन्नुभएको थियो, कपाल पनि मेरो सिम्पल गरिदिनु, मेकअप पनि सिम्पल गरिदिनु भन्नुभएको थियो। अनि त्यही अनुसारको हामीले ट्राई चाहिँ गरेको थियौँ है। अनि म र एउटा साथी भएर चाहिँ उहाँको हेयर पनि सेटअप गरिदियो। अनि उहाँलाई हल्का केही होइन, हल्का आइरन तानेर अनि हल्का रोल मात्रै गरिदिएको थियौँ है। हेर्नु है, लास्टसम्म हेर्नु है, यस्तो राम्रो देखेको थियो है उहाँलाई। अनि उहाँ बिमला साथीले चाहिँ उहाँ रोल गरिदिँदै हुनुहुन्छ, मैले चाहिँ आइरन गरिदिएँ सुरुमा, अनि उहाँले चाहिँ पछि अनि रोल गरिदिनु भयो। अनि उहाँलाई यति राम्रो देखेको थियो है, हाम्रो साथीलाई यति राम्रो देखेको थियो गाइज, यस्तो है। यो लास्टसम्म हेर्नु है भिडियो, यस्तो राम्रो देखेको थियो कि। ल यो है उहाँको फाइनल लुक चाहिँ। अनि यो चाहिँ फोटो मात्रै, अनि लास्टमा चाहिँ यो भिडियो हेर्नु न, उहाँलाई कस्तो राम्रो देखेको थियो कि है। अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ मैले गरेको मेकअप, हेयर स्टाइल है, तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ भनिदिनु है। अनि यो चाहिँ ड्राफ्टमा थियो कि, मैले उहिलेबाट भिडियो राख्छु भन्ने सोचेको थिएँ। आज चाहिँ फाइनली आफ्नो भोइस ओभर गरेर भिडियो राखेँ है त। तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला है त। बाई बाई।